ल गाइज हामी चाहिँ आज भोटिचुली घुम्न जाँदैछौँ होइन। अनि यहाँ हुनुहुन्छ एउटा मेरो प्यारी बुढी भनौँ कि गर्लफ्रेन्ड भनौँ कि के भनौँ हुनुहुन्छ यहाँ। अनि यहाँ चाहिँ हुनुहुन्छ मेरो एउटा सानो पुर्के छोरा। ल कस्तो हुन्छ सबै कुराहरू चाहिँ हामी तपाईँहरूलाई भोटिचुली गएर देखाउने छौँ होइन। अब हेर्न सक्नुहुन्छ यी कस्तो राम्रो छ ठाउँहरू। लगायत हामी चाहिँ होइन फाइनल्ली अहिले यहाँ सिकारीबास भन्ने ठाउँमा आइपुगेका छौँ। अनि भोक लाग्यो भने खानु भनेको लागि अनि भनेर चाहिँ चाउचाउ पनि किनेर राखेको छौँ हामीले होइन। पानी ल्याउन चाहिँ बिर्सेछ क्या, बाटोमा अलिक पानीको समस्या छ। तपाईँहरूलाई यहाँ म देखाउँछु अहिले गुराँसहरू फुलेर वन रातै भएको छ पुरै। अनि बाटोहरू यस्तो छ हेर्न सक्नुहुन्छ गाइज। हामी हिँड्ने बाटोहरू चाहिँ यस्तो छ। जङ्गलहरू हेर्नुहोस् होइन प्रशस्त। सानो बाबुले चाहिँ झन् कडा हिँड्दैछ, आन्टीलाई चाहिँ अलिक गाह्रो भइरहेछ। मलाई चाहिँ गाह्रो भएको छैन। अनि गाह्रो हुने भनेको अलि धेरै हुनलाई हो, हुन साह्रै गाह्रो भइरहेछ उहाँले चाहिँ। लाइन साइन सबै आइसकेको छ है गाइस। तपाईँहरू आउन सक्नुहुन्छ घुम्नको लागि। हामी अब गुराँस फुलेको नजिक आइसकेको छौँ। अब तपाईँहरूलाई म देखाउँछु गुराँस फुलेको। हेर्न सक्नुहुन्छ गाइज गुराँसहरू हेर्नुहोस् न, त्यो वन नै रातो भएको छ गाइज है। बाटो चाहिँ यो हो, त्यो गाडी हिँड्ने बाटो हो। हामी चाहिँ अलिक सर्टकट बाटोहरू जान्छौँ। हेर्नुहोस् गाइज ल अब लागि यो उकालो ल आउँदै हुन्छ सपनाजी। गाइज सक्नुहुन्छ गुराँस फुलेर रातै भएको छ है गाइज। ल उता आउनु न, आउनुहोस् उहाँ हेर्नुहोस् उहाँ चाहिँ हिँड्न। गुराँसहरू हेर्नुहोस्। हेलो सलाम वालेकुम सरदार जी। आज हामी सायद भोटिचुली जाँदैछौँ होइन घुम्नलाई। हामीसँग हुनुहुन्छ हाम्रो सर हरेन्द्र परियारजी। उहाँ चाहिँ छोरा पर्नुहुन्छ। दौबै लास्टै हिँड्दा म त थाकिसकेँ, चाहिँ थाक्नु भएको छैन म चाहिँ सानो बाबुले पनि जितिहाल्छ हिँड्नमा। मलाई त ब्रोइलर कुखुरा भन्नुहुन्छ क्या अरे, त्यो पनि मैले हार मानेको छैन, मैले लिइहाल्छु। अलि भ्लग बनाउने मान्छे अलि सरदारजी अलि दारी देख्नु अहिले हामी भोटिचुली गयौँ भने खतरा भ्यू देखाउँछौँ त्यहाँको सबैलाई। उता पछाडि पनि हेर्न सक्नुहुन्छ गुराँस फुलेको। हेर्न कति रमाइलो गुराँस फुलिरहेछ, दामी देखिरहेछ।
म त गुराँस फुलेको देखेर कस्तो रहर लाग्यो रहर मान्ने मात्र एकछिन ल गाइज कश्मीर पछ्यौरीको सुटिङ भएको ठाउँ चाहिँ यही हो है होइन कश्मीर पछ्यौरी दार्जिलिङको रेल भन्ने जुन बाबुराम कृष्ण परियारले गाउनु भएको छ नि त्यो गीतको म्युजिक भिडियोको सुटिङ चाहिँ यहाँ भएको थियो होइन राम्रो छ ठाउँ हेर्न आउन सक्नुहुन्छ तपाईँहरू है गाइज टक्क लाएर हेर्नु सस्तो दामी भ्यू छ सर लाएर ल हिँड्नुहोस् हिँड्नुहोस् एउटा पेङ्गुइन हुनुहुन्छ हिँड्न गाह्रो भइरहेको छ मलाई चाहिँ दार्जिलिङको रेल म चाहिँ अलि हिँड्न गाह्रो भएको मलाई अनि तिर्खा लाएर साह्रै गाह्रो भयो है सन्तोष सरलाई कति तिर्खा लाग्छ सन्तोष सर कति तिर्खा लाख धेरै लाख हो जाऊ है भिड त्यो चाहिँ भिड छ कि गाइज त्यत्रो होइन हेर्नु त्यहाँ यहाँ भोक लाएर तेलेहरू चाउचाउ खाँदैछन् होइन यहाँ एउटा चाहिँ भिडियो भएर खाइरहेको गाइज हामी चाहिँ फाइनल्ली भोटेचुली आइपुगेका छौँ है हेर्नुहोस् यहाँबाट चाहिँ चारैतिर देखिन्छ यो सुर्खेतको होइन त्यसरी चोल्पा भन्ने ठाउँ पर्छ होइन हेर्न सक्नुहुन्छ तपाईँले यहाँ कस्तो ठाउँ छ यो भनेर कति भिड छ भन्ने कुरा प्लेयरहरू बस्थ्यो सबना चाहिँ चाउचा खाँदै हुनुहुन्छ सानो पुच्चे पनि चाउचा खाइरहेछ यहाँ टावर छ एउटा है ल अब हामी चाहिँ फर्किनु पर्ने हुन्छ अनि देखाउँदै देखाउँदै म फर्किन्छु अब रमाइलो छ तपाईँहरू यसो टाइम लियो भने आउनु होला तल चाहिँ बेतिनी खोला भन्ने पर्छ होइन तसरी चाहिँ सुर्खेत गुमे पर्छ अनि यता चाहिँ टोकनी पर्छ होइन अनि यतातिर चारखुले भन्ने ठाउँ